हेलो एभ्रिवान, सेवा नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज पनि नयाँ दिन नयाँ भिडियोको साथमा म आइसकेको छु। म मम्मीसँग पशुपति जाँदैछु अनि म चाहिँ रेडी भइसकेँ अनि मम्मी चाहिँ रेडी हुनुहुँदैछ। अब चाहिँ हामी जानुपर्ने हुन्छ पशुपति। मम्मी र म चाहिँ पशुपति जाँदैछौँ होइन मम्मी? हामी चाहिँ हिँड्दै हिँड्दै जाँदैछौँ, दुईजना आमा छोरी गाडीबाट हामी चाहिँ जाने। बानेश्वरदेखि त पशुपति त नजिक हो नि त्यता देख्दा। हामी चाहिँ पूजाको सामान पनि लिइसक्यौँ। हामी त थोरै बाहिर गर्ने भनेर सो हाम्रो पूजाको सामान है यति। आज मम्मी मेरो चाहिँ ढिलो भयो क्या आजको चाहिँ पूजा चाहिँ। कति बेला सकेर हामी चाहिँ जाने भिडियो भइरहेछ नि। कहिले कहिले त भिडियो हुँदैन क्या, नभए नै यस्तो गरिरहेको हुँदो रहेछु मैले। मम्मी झरी जान्छ हाम्रो फुलहरू, थोरै छ हाम्रो फुलहरू। अनि त छ हामी चाहिँ पशुपति आइपुग्यौँ। अहिले त बनाउँदै रहेछ नि त। अनि त सबै बर्गरे छ। मम्मी ओकोचीलाई पमादो यहाँको पशुपतिमा चाहिँ जस्तो पाए त्यस्तो मान्छेहरू चाहिँ माग्नु बसेको हुन्छ क्या। दिनु मम्मी। हर हर महादेव, जय शम्भो। आज ढिलो भयो नि त हामीलाई नि मम्मी, मेरो मम्मी। मम्मी तपाईँको त पछाडिको कुर्ता नै हराएछ त। दिएँ कति कति दो पनि है मम्मी? कति कति पैसा दिएको हामीले? 5 रुपियाँ होइन? कता भएर हो यतै? फेरि हामी त कतापट्टि आइपुग्यौँ मम्मी? हामी कता आइपुग्यौँ हजुर? यो बनाउँदै रहेछ क्या। अनि यता र उति हामीलाई छ। हामी मेरो मम्मी अनि मेरो मम्मीलाई मैले कति हिँडाइसकेँ। ट्याक्सीबाट पनि ल्याइन, हिँडाउँदै हिँड्दै हिँड्दै हामी आएको। मम्मीको खुट्टा दुखेर है तपाईँको? आज त सोला पनि हानु। हामी पनि गेटदेखि भित्र छिरिसक्यौँ। मान्छेले लाज गर्छ होला क्या हजुर? मङ्की। हामी चाहिँ यहाँ आइसक्यौँ मन्दिरमा। 6 बाजे हामी त त्यो मन्दिर घुम्न मात्र आएको होइन मम्मी? जस आउने भनेको थियौँ, त्यही भएर मात्र हामी आएको हो। परेवा नै परेवा। मम्मी हिँड्नु। मेरो मम्मी चाहिँ अगाडि गइसक्नु भयो। म चाहिँ यहाँ भिडियो बनाउँदै जाँदैछु। परेवा हामी चाहिँ आइसक्यौँ। हामी चाहिँ अब पशुपति भित्र पूजा गर्न जाँदैछौँ। अब त हामीलाई
हामी चाहिँ पूजा गरेर पनि सकिसक्यौँ फोटो खिचेर पनि आइसक्यौँ मम्मी यता हेरिदिनु हामीले नि यहाँ चन्दनको टिका लगाउने मम्मी चन्दन लाउने हो हामी चन्दन क्या यहाँ चन्दनको टिका लगाउँछ हामीले चाहिँ चन्दनको टिका पनि लगायौँ मम्मीले मैले नि मम्मी यता हेर्नु न तपाईँ पनि मम्मी कहाँ हेरिदिनुहुन्छ चाहिँ हामी चाहिँ अब सकिसक्यो मम्मी यता हेर्नु न मम्मी चाहिँ यहाँ हुनुहुन्छ परेवा कति धेरै परेवा हो क्या खोइ बच्चा ए आमामा हेर्नु न कति धेरै हो क्या पशुपतिको परेवा कति धेरै हो यो चाहिँ नखाने रहेछ क्या हो यिनीहरूले यो चाहिँ खाँदैन यो चाहिँ के रहेछ मकैको पिठो हो कि पिठो छ कसले दिएको रहेछ खाएन रहेछ कि पिठो खाएपछि फेरि पानी चाहिन्छ नि त एकैछिनमा कहाँदेखि कहाँ भाग्नु परेवा हामी त आफै बिरामी छौँ है मम्मी हस्पिटल जाँदै आउँदै गर्नुपर्छ अनि के गर्नु संसारमा कोही पनि बिमारी नभइदिए हुन्थ्यो नि घामले कस्तो पोलिरहेछ आज त जे होस् पशुपति कति खुल्ला हामी त मम्मी र म मजाले पशुपतिमा पूजा नि गऱ्यौँ अनि निस्क्यौँ अब हामी एकछिन घुम्ने अनि हामी कता जाने अरे मम्मी अनि हामी घर जाऊँ ल कि एकछिन बस्ने खाजा नखानु खाजा खाने अनि जाने हामी आमा छोरी आज पशुपति घुम्न आएको धेरै पछि लगाएर